गाइस आज म धेरै दिनपछि चाहिँ आज भिडियो बनाउन गइरहेको छु मेरो च्यानलको लागि। अनि बम बारुद पनि अहिले हाम्रो चाहिँ खतम भइसकेको छ। जो बम बारुद आए पनि हामीलाई चाहिँ पटका पटेका जस्तो हुन्थ्यो, खासै डर सर भन्ने कुरा त्यस्तो एकदम सेफ्टी छ कतारमा। अनि सो आज चाहिँ छुट्टी छ, त्यसको लागि हामी रुममा कति बस्नु भनेर आज बाहिर जानु लाग्छौँ। हाम्रो राजा हुनुहुन्छ, राजा यहाँ बसिराख्नु भएको छ। एकजना दाइ चाहिँ जाम भनेको दाइ उता भित्र नुहाउँदै हुनुहुन्छ। अनि दाइ चाहिँ आएपछि हामी यसो घुम्दै फिर्दै यता बाहिरतिर जान्छौँ। सो कस्तो हुन्छ बाहिरतिर गएर कस्तो कस्तो ठाउँ छ यतातिर सबै हामी कुरा गर्दै गफ गर्दै रमाइलो गर्दै जानेछौँ। सो पुरा भिडियो हेर्नु होला। के भन्छ फार्म हाउस जस्तै छ होइन, यहाँ सिमी त्यो लगाएको छन् हाम्रो गाइजहरूले होइन। टमाटर पनि फलेको कि यहाँ चाहिँ फेरि। अनि यहाँ तोरी हो कि रायोको साग, रायो हो कि यो पक्सै भन्छ, खास रायोको साग जस्तो छ, खास पक्सै हो यो चाहिँ होइन। अनि यो छ हाम्रो फार्म हाउस सानो, आफूलाई चाहिएको चिजहरू यहाँबाट लिएर पकाउन मिल्छ। हाम्रो चाहिँ एकदम दाइले लगाउनुहुन्छ यस्तो, यो सबै क्लियर गर्नुहुन्छ। अच्छा हमको सिखा रिया है। हुने यो तपाईँहरूले थाहा छ होला होइन, पुदिना होइन, मिन्ट भन्छ त्यो। कस्तो दामी छ क्या यो पुरै होइन, जति लगे पनि भयो अनलिमिटेड लिन मिल्छ कि कतार जस्तो ठाउँमा चाहिँ होइन, अनलिमिटेड छ कि जति हाम्रो चाहिँ सुविधा। अनि यो चाहिँ हजुरहरूले देख्नु भएको होला, यसमा फल लागेको छ नि, के भन्छ यसलाई होइन, गाउँघरतिर यस्तो फल चाहिँ एकदम भवाल है खानालाई। गाउँघर सानोमा चाहिँ गाउँघरमा खाइन्थ्यो कि यो फलहरू यस्तो हुन्छ होइन, यो चाहिँ फल होइन। हजुर दाइ, हाम्रो दाइ पनि नुहाएर आइसक्नुभयो। दाइ यता भ्लग बनाइरहेको छु मैले, के छ। अनि हाम्रो राजा हुनुहुन्छ, राजाको फेरि लुक्सले त म त है, राजाको लुक्स त फेरि खतरा छ कि होइन। बाटोतिर हिँडिरहेको छौँ अनि रेडी भएर चाहिँ अब बाहिरतिर टक्क चिसो हावा खाँदै यस्तो आकाश हेर्नु न, आकाश कस्तो छ कि। अनि ठाउँ चाहिँ यस्तो छ, उहाँ राजाहरू हाम्रो दाइ पुरा किलर लुक लिएर हिँडिराख्नु भएको छ होइन। अनि म चाहिँ यता पछाडि छु है फेरि गाइस, यस्तो छ होइन ठाउँ चाहिँ। यो बादल आज मौसम चाहिँ एकदम गजब छ कि, चिसो। यस्तो छ क्या माथि वेदर चाहिँ होइन, बबाल चिसो मौसम। अनि यो आकाश चाहिँ गजब छ क्या गाइस पुरा। दुईजना साथीहरू हाम्रो राजाहरू चाहिँ अगाडि गइसक्नु भएको छ। रोड क्रस गरेर पनि यहाँ टक्क यता आयौँ। यता चाहिँ यहाँ पुरै कस्तो राम्रो बगैँचा रहेछ क्या, बगैँचा बाटोमाथि टक्क मान्छे हिँड्न बनाएको बाटो। अनि यो राजाको महल हो कि क्या हो, राजाहरू राजाको महल रहेछ क्या बबा छ क्या त्यो चाहिँ। पुरा लाइट साइड अब अँध्यारो पनि भइसक्यो छ, त्यही भएर पनि अलि लाइटहरू बालिरहेको छ। तर दिउँसो आउनुपर्ने रहेछ क्या यहाँ नि होइन, दिउँसो आएको भए अलिक बवाल रहेछ कि। कस्तो जङ्गलै छ हेर्नु न गाइस, पुरै कस्तो मजाको रुखहरू बनाएको। राजाले चाहिँ फुलै टिप्न लाग्नुभयो। कसको लागि हो राजा यो फुल, कसको लागि? एक्सहरूको लागि हो कि बुढीको लागि हो कि कसको हो गरे? त्यतिसम्म चाहिँ नगरौँ होला, ट्रिपल एक्स हो नगरौँ या नगरौँ। राजा यो महलहरू चाहिँ राजाकै हो। खै चस्मा लगाएर पोज देखाउनु त राजा। लगाउनु त तपाईँको लुक्स चाहिँ बवाल छ कि। ल यता हेर्नुहोस् त, ओ माई गड कमा। हर चिजको सुविधा फेसिलिटीदेखि लिएर स्विमिङ पुल,
मुभी हल पनि होला थिएटर भनिसक्नुभयो मैले नबुझाएर सुविधा सम्पन्न होटल हो महल कौन है ये लोग कहाँ से आते हैं रमाइलै छ है राजा यो चिसो मौसमले एकदम च्यालेन्ज गरेको छ च्यालेन्ज त अब म त अब च्यालेन्ज गरेँ नि अब त्यस्तो अब लिन्न के अरे है अनि उता दाइ फेरि है लाग्नु भएको छ है रमाइलो छ गाइस त्यस्तो छ पछाडिको यता घुमिरहेको छौँ हामी कहाँ पुग्छौँ थाहा छैन त्यस्तो हिँड्दिनै हो पार्क त्यस्तो रमाइलो खाली टाइमलाई घुममा बसेर खेर फाल्नुभन्दा हिँडेर एक्सर्साइज गरौँ भन्ने हाम्रो उद्देश्य होइन राजा एकदम खुट्टा अलिकति अर्को राजाको महल फेरि आइसक्यो यार फेरि आउँदैछ यो पनि हो भूतहरू पाल्नु भएको छ क्या त्यसो भए सुविधा क्या होइन पार्कै रहेछ पार्कको टक्क यहाँ बसेर आनन्द लिन मिल्यो होइन राजा हेर्नुहोस् उता साइकल राख्ने ठाउँ हो क्या हो त्यो फेरि टक्क लाइट पनि राखेको छ जोस् राम्रो छ अब चिया खाएर फेरि अगाडितिर जानु लागिरहेको छौँ यहाँ अगाडि चाहिँ पार्क छ बबाल त्यो पार्कमा गएर यसो चिसो हावा खाएर आउने हो अरू त केही छैन त्यहाँ जानको कारण अनि रमाइलो भइरहेको नि दाइ एकदम यस्तो रमाउनु पर्छ क्या होइन बाहिरतिर चिसो हावा खाने होइन घुममा बसेर कति घुममा बस्नु है रमाइलो छ है सधैँ आउनुपर्छ है अब अनि दाइले त के भन्दै हुनुहुन्थ्यो हिजो यहाँ कतारमा एकदम पानी परिरहेको थियो हिजो आज मात्र होइन हिजो अस्तिदेखि हेर्नुहोस् यहाँ पुरै पानी भरिरहेको छ ताल परिरहेको छ ताल समुद्र जस्तो देखिरहेको 4 दिनदेखि पानी परिरहेको थियो गाइस यहाँ पुरै पानी भरिएर यस्तो छ क्या यहाँको होइन पुरा म यसलाई नजिकबाट देखाउँछु कस्तो पानी पुरै यहाँ रोडमा पानी भरिरहेको कि गाइस हामी हिँड्दै अगाडि आयौँ यहाँ बाटोमा चाहिँ अब सिसी क्यामेराहरू राखेको हुन्छ यसरी अनि त्यसको कारणले गर्दाखेरि यहाँ हरेक कुराहरू हरेक सामानहरू हराउने चोरी हुने भन्ने चाहिँ एकदम कम हुन्छ एकदम सुरक्षित ठाउँ छ क्या हामी चाहिँ लगभग अब पार्कमा पनि पुग्न लागि गाइस अहिले यसो मजाले लड्डु सड्डु ल्याएको थियौँ पार्कमा बसेर मजाले होइन खाइरहेको छु मिठो छ है के लड्डु नाम नै यसको एउटा के लड्डु भनेर भन्छ रसगुल्ला भन्ने होइन र यही होइन र हो झापलाई छा गरेर चिनीको डल्ला मुखलेर बनाएको लड्डु ए पुरै रेसिपी नै भन्नु आइरहनु पर्छ राजाले फेरि बनाउँछ राजा त सेफ हो फेरि होइन राजा चाहिँ खतरा फेरि म पनि अब खान्छु गाइस अब है ए हाम्रो दाइले फेरि यहाँ टक्क बिरालोलाई अर्नी पनि खुवाउँदै हुनुहुन्छ बाघ पाल्नु भएको छ एउटा यो पाटे बाघ उताको के बाघ हो टाटे बाघ अब केरा पनि अब कुन केरा भन्ने हुन्छ होइन खाइराखन् मजाले होइन हेर्नुहोस् पहिलोचोटि बाघले लड्डु खान लाग्यो लड्डु त्यो पनि बाघलाई लड्डु यो बाघले के गर्छ दाइ केही थाहा छ हुर्रिएर हेर्नु म रिसिएर हेरिरहेको छु रिसिएर हेरेको हेर्नुहोस् ओहो भनेको रिसेर हेरिरहेछ यार बिरालु भनेको रिसा यसलाई बाघ बन्नु पर्ने अरे गोसालाई हान्ला है गोसालाई अलि पाल्ने गोसालाई त्यसलाई तालिम ट्रेनवाला बाघ हुने नि दुइटा यसले हलो पनि जोत्छन् हो पाएपछि त जोत्छन् यो के भएको यो त झोग्रीको त बाघ शिकार नगरेर झोग्रे हो कि दाइ ए हेलो बाघजी यता हेर्नुहोस् गरे कस्तो दामी छ नि है बिराला यो बियल त आँखै तरिरहेको छ यार झम्केला जस्तो
मार्छ कि क्या हो लड्डु बाघले आज लड्डु खाइरहेछन् बिरामी नै भएको कि क्या हो यार छोटे बाघ होला नि छोटे बाघ बाघी चाहिँ यहाँ यसरी हिँडिरहेछ हाम्रो दाइले पाले पार्कमा चाहिँ घुमाइदरै भयो पार्कमा यहाँ चाहिँ अहिले क्लोज भएछ के भएर हो गाइस होइन अनि यहाँ चाहिँ हेर्नु न लाइट यसरी जमिनबाट रुखतिर माथितिर दिइराख यसरी गजब छ जे होस् होइन पार्क पनि गजब छ कि आजको दिन पनि अब यसरी घुमेर अब सकियो अब भोलि बिहान नै फेरि ड्युटी जानुपर्छ अनि त्यस्तै छ गाइज यो मार्केटमा जानुपर्ने छ त्यहाँ मार्केट चाहिँ बवाल मार्केट छ त्यहाँसम्म जानको लागि हामी यहाँ सिधै हिँडिरहेको छौँ बाटो साटो छ यता छैन होइन अनि हामी 1000 स्टेप भइसक्यो मेरो हिँडाइ पनि 1000 स्टेप चाहिँ म हिँडिसकेँ धेरै टाढासम्म आइरहेको छ आज बाटो साटो चाहिँ उताबाट छ तर हामीले यताबाट हिँडिरहेको थियो कि बिचबाट पानी पनि छ क्या है बिचमा होइन पानी पुरै भरिरहेको कि यहाँ त तापनि अलिकति पानी पऱ्यो कि यहाँ त पानी भरि जाने कि हो स्विमिङ गरेर लगाएर अँध्यारो फेरि चस्मा लगाएको छु मैले त पानीमा डुब्दै लगाएर यस्तो पानी भरिरहेको क्या जता कता केही देखिँदैन यो ढुङ्गाले यसो पन्छाउँछु भनेर हाम्रो राजा लाग्नु भएको छ ल राजा घरमै हुन्छ ल प्रयास गर्नुहोस् हजुर 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 यसलाई सकेसम्म यसलाई सकिन्छ होला राजा राजाले आँटेपछि नहुने कुरै छैन हजुर 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 चुवा खत्तम हुन्छ ल हजुर हजुर ल ल ल ल ल ल बाहुबली है यो रियल बाहुबली है रियल बाहुबली ल है ल हो सक्नुहुन्छ राजा ल रियल हजुर रियल बाहुबली यसलाई चाहिँ अलिकति साइड पन्छाएर अनि त्यसपछि हामी आफ्नो गन्तव्यतिर लाग्नेछौँ ल ल ल ल राजा ल ल राजा ल ल हजुर ए ओ राजा ल ल यसलाई साइडमा राखिदिनुहोस् अनि त्यसपछि हामी ल राजा ल पावर चाहिँ छ क्या नि हजुर 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 ल हामी चाहिँ अहिले चिया खानको लागि यहाँ भित्र आएको छौँ यहाँ चाहिँ दाइ बस्नु भएको छ र चियाको लागि चाहिँ हाम्रो राजा उता चिया लिन जानु भएको Shadows creep, whispers of the city's secrets they keep. Underneath the street lamps steady burn. Life's a game of dice, waiting your turn. City lights shine, but they never show the truths we hide, the things we don't know. Concrete jungle beats in the air. Dreams take flight, but beware, beware. On the subway line, lost souls searching, trying to redefine. जाम्ता सिल्ली
मकैको सानै नि बिबिरा उनी यो माछा ढुङ्गाटा पाउने ठाउँ हो कि हरा From a vivid mind, urban poets in the court of kings, street symphonies when the corner sings, city lights shine but they never show. Look around but I'm still here breathing, so I'm here for now. If I could step outside my head and tell myself what I know now. Find something you believe in. Find someone who will leave when everything you build starts breaking down. Find a place you can return to. Find a truth you can hold on to. Lights go on. यो राजा यार तपाईँ त यहाँको लोकल जस्तो देखिनु भएको छ त यार हेलो गाइस आज होइन भुटान घुम्यो होइन आज धेरै घुम्यो अब चाहिँ अब जान लाग्यो अब रुमतिर जाँदैछौँ हामी चाहिँ रुमतिर गए हुन्छ आजको अब भनौँ मिनी भलक यतिसम्मलाई खत्तम खत्तम भयो आजको लागि बोल्ने चाहिँ नबोल्ने यस्तै हो काम भन्ने कुरो भइरहेछ जिन्दगीमा होइन बोलेपछि धेरै कुराहरू सिकिन्छ जस्तो लाग्छ है मलाई घुम्ने फिर्ने आफ्नो भन्ने मनभित्रको आवाज निकाल्नु भनेको राम्रो हो अवश्य 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 अनि राख्नुहोस् पचास पऱ्यो मारेंगे रे क्या हजुर हाम्रो राजाले 2-4 शब्द राख्दै हुनुहुन्छ राख्नुहोस् राजा मेरो तर्फबाट म भन्न चाहन्छु राजाको युट्युबलाई सब्सक्राइब अनि लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला जे गर्न मिल्छ गर्ने भए गर्न मिल्ने जति गरिदिनु होला अनि सकेसम्म युट्युब च्यानललाई होइन नाङ्गो बनाउन मिल्ने भने बनाइदिनु नाङ्गो बनाउने भन्नाको मतलब यस्तो तरिकाले माथि पुऱ्याइदिनुहोस् कि पुरै नुङ्गाइदिनुहोस् बस फर्केर हेर्न नपर्ने स्टाइलले पुरै नङ्गाइ छोड्दिनुहोस् त्यो चाहिँ अनि घुम्दै फिर्दै आउँदाखेरि यो हाम्रो रुमको नजिकै चाहिँ एउटा पुरानो बङ्गला छ अनि धेरै पुरानो यहाँ चाहिँ यस्तो छ कि एकदम दिउँसै डर लाग्ने जस्तो छ तर आज हामी घुम्दै फिर्दै यहाँ आउँछौँ के हो खास कुरो चाहिँ यहाँ डराउँछ भन्छ के हो खास दाइ केही पुरानो मान्छेहरूलाई थाहा होला दाइ के टिप्न लाग्नुभयो मैले पनि सुनेको यो धेरै वर्ष भएछ मैले चाहिँ भन्नुभएको हजुर अन्त अब यहाँको अब केही प्रब्लम होला यहाँ केही छ अरे केही अब यस्तो नराम्रो केही सुनेको चाहिँ मैले पनि तर देख्नु त देखेको छैन तर पनि अब र पनि त्यो होला त्यो भएर र पनि अब हेरिहेर्नु न के रहेछ भित्रतिर जानेर त्यस्तो खै के जाने यस्तो अँध्यारो छ कि हेर्दाखेरि पनि होइन डरै लाग्दो अनि होइन यति के डर दाजु अनि नेक्स्ट टाइम जानु हुँदो राजा लास्ट गाह्रो मान्छेले भन्न त भनेको थियो कि आज डर गाई छैन रुँदाको बसेर आइयो साँच्चै बुझ्दो रहेछ यार कता उहाँबाट दौडेर आयो होइन चक्कर लाग्ने जस्तो भइरहेको छ भनिन्छ कि जस्तो छँदैछ होइन लास्ट अब जानु हुँदो राजा त्यसपछि है जहाँ पाए त्यही घुम्ने अर्काको ठाउँमा चाहिँ लास्टै गाह्रो हुँदो रहेछ गाई छैन जहाँ पाए त्यही चाहिँ नजानु होला सिरियसली होइन बहुत